आजको ट्याङ्ग्रा मेला मान्छेहरूको भिड लाइन होइन मानिसहरूप्रतिको धर्म र आस्था मस्जिद पूजा सकेर निस्किँदैछु बाहिर पनि लगभग 1-1.5 किलोमिटर टाढासम्म लाइन छ यता घन्टाहरू यस्तो छ अवस्था आजको है एकदमै भिड एकदमै धेरै मान्छेहरू घुम्छ यता बैगुन चलाउने पछिको भिडियो ओ माइ गॉड एकदमै धेरै भिड रहेको छ बाहिर जाने चाहिँ लाग्ने त रहेछ म चाहिँ एक्जिट हुन्छु मेला चाहिँ परबाट लागेको मेला यहाँ मन्दिरबाट निस्केपछि भिड अझै पनि पार्दै हुन्छ दाजुले अब बाटो हिँड्दै जाउँ कहाँसम्म मान्छेको भिड देखिन्छ होइन यति धेरै भिड छ कि के भन्नु बल्ल बल्ल पालो आएको छ साधु सन्तहरू अघि त मान्छे झन् ठेल थियो अघि नै त अहिले यता एक साइड अलिक कम भएछ भित्र जाने लाइन चाहिँ त्यही यताको लाइन हो हिजो अघि चाहिँ यता पनि लाइन थियो र मान्छेहरू भिड भएर है चुट्टा चुट्टी भएर नानीहरू हराएर अभिभावकहरू छुट्टिएर जस्तो भयो कि अहिले चाहिँ अलिक अथवा छ तर निस्किने मान्छेको भिड हेर्नु टाउको मात्र देखिन्छ है निस्किने ठाउँ बल्ल बल्ल चाहिँ यो भिडबाट निस्किएर अब मेन त बिहानको समय पूजा गर्न मात्रै आइहाल्यो अब घर फर्किँदै गरेको अवस्था
सब चिन्नु जानेको त्यहाँ गाउँको दाजु बहिनी भाउजूहरू यसो भेट्दा थिएँ। हेर नि छोरै लामो लाइन छ त यार। अनि आमा अझै पर जाँदा बल्ल यहाँ चाहिँ लाइन सक्यो भन्दा नि यहाँबाट थपिँदैछ होइन लाइन। यहाँबाट लागेको लाइन चाहिँ अब उहाँ त्यत्रो पर यहाँबाट ठाउँै देखिँदैन। यो घरले छेलिएको छ। ल अब आजको चाहिँ यो ट्याङ्ग्रा मेला 2083 वैशाख 1 गतेको 3 गतेको यो मेला रमाइलो छ। दिउँसो झन् कति बिजी हुने। अहिले यो भनेको चाहिँ बिहानको समयमा मानिसहरूले यसो अब आएर भाकल चढाउने पूजा गर्नेको लाइन हो। यो चाहिँ यो भिड भनेको अब दिउँसोको भिड त अलगै छ होइन। अब रमाइलो गर्ने पसन्द आउने हुन्छ। दिउँसोको समय अझ रमाइलो अझ भिड हुनेछ भन्दै यो भिडियोलाई यहीँ एन्ड गर्दैछु। थ्याङ्क यू फर वाचिङ।